As you can see guys, हाम्रो बाइकको लाइनअप यहाँ छ 220 NS 400 यहाँ छ भने XX यहाँ छ। सो हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल वान्स अगेन है। हामी चाहिँ यो दोलखा जिल्लाको यो सिमाना देख्न सक्नुहुन्छ। यहाँदेखि अलिकति तल गयो भने मुडे पर्छ। हामी एक्ज्याक्ट अलिकति मासतिर छौँ। सो हाम्रो राइड यहाँदेखि तातो पानीसम्म भइरहेको छ। के हुन्छ फुल अपडेट दिनेछु है, हेर्दै गर्नु होला गाइज। किप वाचिङ, किप लभिङ है गाइज। ल यहाँ छ मेरो लोगो है, यसरी राखिदिएको छु। सो हामी यहाँ आएको लगभग 1-1.5 घन्टा जस्तो भयो। रेस्ट गऱ्यौँ, खाजासाजा खायौँ। अब तातो पानीसम्मको राइड सुरु भइरहेको छ है गाइज। ल सो अल राइट गाइज, बाई बाई। दोलखा भन्दै हामी यो लिसङ्गो पावर गाउँपालिका सिन्धुपाल्चोकमा प्रवेश गरिहालेको अवस्था। हाम्रो काई साहब अगाडि हुनुहुन्छ, उहाँको घर पनि उतै तातो पानी हो होइन। सो एराउन्ड त्यस्तै 45-50 किलोमिटर जस्तो हो। एन्ड वेदर भन्नुपर्दाखेरि अघि हामी सैलुङबाट रिटर्न हुँदाखेरि हल्का हल्का पानी परेको थियो होइन। अहिले चाहिँ वेदर काफी मात्रामा खुलेर आएको छ, दामी छ होइन। जान्छौँ यहाँबाट, त्यो अगाडि मुडे बजार भइहाल्यो। मुडेबाट खाँडीचौर झर्ने हो। एराउन्ड आधा घन्टा जस्तोमा पुगिन्छ होइन। खाँडीचौरबाट उता 1.5-2 घन्टा जस्तोमा तातो पानी नाका पुगिन्छ। सो आज चाहिँ त्यतै स्टे गर्छौँ। पन्जा चाहिँ निकै नै चिसो भएको हुनाले ब्यागमा राख्यो होइन, विदाउट पन्जा चलाइरहेको छु। केही हतार छैन, सोलो राइड नै जान्छौँ। कस्तो मजाले एकैछिनमा होइन, वेदर चाहिँ मस्तले खुलिरहेछ क्या। यताबाट घाम लागिरहेको छ है। यता पारीतिरको मौसम हेर्न सक्नुहुन्छ कस्तो छ भने। हामी चाहिँ अघि त्यहाँ पारीबाट आएको हल्का हल्का देखिरह होला, 2टा टावर जस्तो। त्यहीँ हो सैलुङ है। यहाँबाट सैलुङसम्मको भिडियो फुल च्यानलमा योभन्दा अघिल्लो एपिसोडमा छ, हेर्नु भएको छैन भने हेर्न सक्नुहुनेछ। यो चाहिँ मुडे बजार। गोप्रोमा कस्तो आइरहेछ थाहा छैन गाइज, तर प्रत्यक्ष आँखाले हेर्दाखेरिको नजारा है बबाल देखिरहेको छ। यस्तो दामी है हो भने। ओहो चिसो चिसो मौसममा राइड हान्नु पनि छुट्टै मजा हुन्छ गाइज। यो बाटो चाहिँ यहीँ तलतिरसम्म चाहिँ हल्का यस्तै छ, अफरोड जस्तो छ। त्यहाँबाट चाहिँ राम्रो छ। यो मुडे अनि सैलुङ होइन, यो ठाउँतिरबाट चाहिँ हाइटमा पर्छ नि त यो ठाउँ चाहिँ अलिकति। अनि पुरा डाइरेक्ट हल्का हल्का देखिरह होला गाइज। पुरा हिमालय रेन्ज अनि हिमालको पुरा चिसो हावा आउँदो रहेछ कि होइन। हाम्रो गाइजहरू पछाडि छ, म चाहिँ अगाडि आइरहेको छु अहिले। यस्तो अफरोडमा त फेरि हाम्रो XX मजाले गइदिन्छ नि त। अनरोड आयो भने चाहिँ 220 र NS 400 अगाडि जान्छ। अफरोड आयो भने चाहिँ राइड टु अगाडि जान्छ क्या। त्यो हो गाइज। अब पिच आयो गाइज, अब कच्ची सक्यो। यहाँबाट खाँडीचौर 25 किलोमिटर छ होइन। यहाँनिर चाहिँ यो भ्यू पोइन्ट हो गाइज। टक्क यहाँ बाइक रोकेर होइन, वारिपारिको सर भ्यू हेर्न मजा आउँछ गाइज। ठुलो पाखरा भन्ने ठाउँमा आइयो गाइज। यही हो है। यस्तो दामी छ नि यो गाउँ, सानो सानो कस्तो दामी छ क्या। यता पारीतिरको भ्यू पनि लाइक वाउ छ। यता पारीतिरको देख्न सक्नुहुन्छ कस्तो मजाले भ्यू देखिरहेको छ क्या हिमालको। यता राइट साइडतिर आहा कस्तो स्वच्छ सफा छ कि यो ठाउँ यार। यहाँनिरको चाहिँ क्लिन छ भने। अनि पारीतिरको भ्यू हेर्नको लागि पनि दामी क्या। आम्मामामामा यस्तो कडक स्टन देखाइरहेछ नि फेरि अगाडि, के भन्ने र। हात छोडेर चलाइदिरहेको क्या। चिसो चिसो मौसमलाई तातो बनाऊ कि। ओहो साइडमा पुरा दाउरै दाउरा काठ काटेर। अनि यो ठुलो पोखरादेखि अगाडि लागेपछि गाइज एजुकेन चाहिँ यो रोड पुरा सुक्खा जस्तो छ होइन। त्यति पानी परेर रहन्छ कि यतातिर। सही हो सही हो। यहाँबाट सुनकोशी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ भनेर दिइरह। लिसङ्गो गाउँपालिकालाई पछाडि छाड्दै हामी लिसङ्गो पावर गाउँपालिका है अहिलेसम्म थियो भने हामी अब सुनकोशी गाउँपालिकातिर लागिरहेछौँ। हो दाजुहरू
हाइवे होइन र यो यार, यस्तो विदाउट हेलमेट दिइरहनुहुन्छ यार। हट, सेफ्टीलाई फर्स्ट पिरियड दिनुपर्छ है गाइज। त्यही हो, जे भए पनि होइन। यहाँ फेरि 3-3जना राइड भइदिइरह, यहाँ पनि विदाउट हेलमेट है गाइज। अगाडि एउटा बाइकमा 3जना सवार छ दाजुहरूको। ओहो, हट दाजुहरू कडा। यहाँ माथि डाँडो क्या अग्लो छ है, जङ्गलको बिचबाट गइरहेको यो बाटो लाइक वाउ भइरहेछ गाइज। हाम्रो यात्रा हेराउन अब त्यस्तै 12-15 मिनटमा हामी खाडीचौर पुग्छौँ। यहीँ तल हो। ओहो, क्या दामी दामी देखिरहेको कि यता माथितिरको पहाड है गाइज। राइट गाइज, हामी चाहिँ सुनकोशी रिभर यहाँ तल छ, यो देख्न सक्नुहुन्छ। खाडीचौर बजार हामी पुगिसकेका छौँ। यहाँबाट लेफ्ट गयो भने काठमाडौँतिर जाने हो। भोलि हामी यहीबाट जान्छौँ। आज चाहिँ यो बाटो राइटतिर लागेको अवस्था है, तातो पानीतिर। हाम्रो गाइजहरू अगाडि गयो कि त। यो बाटो म तातो पानीसँगसम्म त धेरै पहिला पुगिसकेको छु होइन, बट त्यतिखेर मैले भिडियो बनाउँदैन थिएँ। सो अहिले चाहिँ 7-8 वर्षपछिको राइड, फर्स्ट टाइम एक्सपिरियन्स यो भिडियो मार्फत तपाईँहरूलाई होइन देखाउने प्रयास गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्र ड्याम साइड सिन्धुपाल्चोक भनेर यहाँ सानो सानो ड्याम देख्न सक्छौँ हामी। बाह्र बिसे भन्ने मान्छे है 8 बिसे नै बसिरहेको रहेछ। म त खाडीचौरमा छ भनेर। सो अलराइट गाइज, यहाँबाट हल्का पिङ्की ब्रेक लिएर अब अगाडि बढ्दैछौँ। काजी दाइ त अब यो बाटो हिँडिरहेको मान्छे है, अगाडि अगाडि तोप तालमा गइरह। बाटो थाहा नि त उसलाई कहाँनिर कस्तो छ भन्ने कुरा, हिँडिरहेको बाटो। सो अलराइट गाइज, हामी चाहिँ 12 बिसे बजार पुगेको अवस्था है। हाम्रो काजी दाइ अगाडि जानुभएको थियो, सुरज र म पछाडि छौँ। 12 बिसे पुल क्रस गर्दै सही हो। ल यहाँबाट अब एराउन्ड 20-21 किलोमिटर जस्तो देखाइरहेको छ गुगल आन्टी अनुसार तातो पानीसम्म। त्यस्तै 31-32 किलोमिटरको राइड खाडीचौरबाट होइन तातो पानी पुग्दो रहेछ। काजी दाइलाई फेरि पेट्रोल पम्प देख्नै नहुने भने 400 सीसीको बाइक, तेल पनि पुरा ल्याम्दै पिरा होला। 4 धर्का जस्तो अझै बाँकी छ हाम्रो डबल एक्समा। माइलेजको हिसाबमा 34 दिइरहेको छ अहिले, सही हो। लेट्स मुभ अन गाइज। ल आज पनि नाइट राइड भइरहेको छ। यहाँबाट अब जस्ट 20 किलोमिटर हो, एराउन्ड आधी घन्टामा एचिभ गर्छौँ होला। तोप जान्छ बुढो, एकैछिन जान्छ अनि फेरि बिसाउँछ। राइडर बन्नु पनि गाह्रो छ नि त गाइज। ओहो, बाटो हेर न, बाटो साला कोल्यास भइदिइरहेको रहेछ भने ठाउँ ठाउँमा ध्वस्त रहेछ गाइज, ध्वस्त। हो गाइज, भोटेकोशी रिभर क्रस गर्दैछौँ है हामी। यहाँभन्दा पछाडि चाहिँ यो सुनकोशी गाउँपालिका थियो भने अब भोटेकोशी गाउँपालिका सुरु भइसकेको छ। पारी देख्न सक्नुहुन्छ, यो चाहिँ भोटेकोशी हाइड्रो पावर है गाइज। अब यता माथि होइन लगभग 8-10वटै हाइड्रो पावर छ क्या यतातिर चाहिँ। हामी चाहिँ यो मध्य भोटेकोशी भन्दा अलि अगाडितिर आइरहेका छौँ होइन। यहाँ बाटोमा स्टे गरिरहेको छौँ। हाम्रो काजी दाइले चाहिँ फोनमा व्यवस्था गर्दै हुनुहुन्छ खानाको लागि। होटलहरू चाहिँ अलि होइन टाइममा खुल्न त खुल्छ, बट अब खाना चाहिँ पहिले अर्डर गऱ्यो भने मात्र बन्छ अरे होइन। ओहो, रोइला एक्सट्रिम राइड भइरहेछ गाइज यार। बुलकोट खोला पुल क्रस गर्दै हामी अगाडि गइरहेछौँ गाइज। अहिले त्यहाँ हामीले सरजलाई अगाडि पठाइदिइरहेछौँ, काजी दाइ र म पछाडि। चाको खोला पुलबाट हामी क्रस गर्दै भोटेकोशी गाउँपालिका वार्ड नम्बर 4 तिर प्रवेश गर्दैछौँ। ल ल, धन्यवाद दिदी। गाईहरू हामी चाहिँ तातो पानी पुगेर टक्क खानासाना खाएर निस्क्यौँ। अब माथि दाजुको घरतिर
आजको स्टे त्यतैतिर भन्छ गाइज। गाइज गुड मर्निङ फ्रम सिन्धुपाल्चोक है। हामी चाहिँ हिजो आएको थियो मोडेबाट यहाँ तातोपानी नाकासम्म। अनि यहाँ चाहिँ त्यहाँ तल तातोपानीबाट अलिकति माथि रहेछ काजी दाईको घर हैन। यहीँ आएर स्टे गरेको थियो। काजी दाईहरू यता बाहिर हुनुहुन्छ। र झोलासोला यता छ। सरोज र म यहाँ सुत्यो। काजी दाई यता जो चाहिँ एकदम रमाइलो। यो चाहिँ काजी दाई घर हो। बाहिरको भ्यू हेर्न सक्नुहुन्छ गाइज यति रमाइलो। गुड मर्निङ। गुड मर्निङ गाइस क्या दामी देखिरहेछ हैन त भ्यू। यहाँ तल यो आर्मी क्याम्प रहेछ। दामी देखिरहेछ। दाजुले चाहिँ हाम्रो घरको ड्रोन सट पनि हानौ टक्क भन्नुभएको छ। अब हेर है त हल्का ल 1 2 3। साथीहरु हामी चाहिँ यहाँबाट निस्केको अब। हाम्रो बाइक चाहिँ अलि अगाडि छ र पारितिरको के खतरा डाँडाहरू देखिरहेछ। मस्तले आजको वेदर अपडेट भन्नुपर्छ। घाम लागिरहेछ दामी देखिरहेछ हैन त गाइस। तातोपानी नाका अलि माथि 2-2.5 किलोमिटर माथि पर्छ। त्यतैतिर जाँदैछौँ। जय शम्भो ल लाग्यो यहाँबाट। यता पारिको डाँडा त खतरा नै देखिरहेछ हैन। अर्को खतरा डाँडो यता माथि छ केही। यतैबाट घाम लागिरहेछ देख्न सक्नुहुन्छ कहाँ छ डाँडो। बाटो चाहिँ यहाँबाट तल पुग्दा 1 किलोमिटर जस्तो हामी आएको थियौँ हिजो है। धेरै टाढा त छैन तर टफ डेन्जर छ गाइस। यत्रो अग्लो ढुङ्गाहरू हालेछ है। यहाँनिर त कस्तो छ कि ढुङ्गा। अनि हामी त्यहाँ तातोपानी नाकासम्म जान्छौँ। त्यहाँ नाकादेखि उता चाइना बोर्डरतिर जानलाई हाम्रो काजी दाईलाई चाहिँ जान दिन्छ अरे। यतै सिन्धुपाल्चोकवासीलाई मात्र जान दिन्छ अरे हैन। अरूलाई चाहिँ जान मिल्दैन अरे। सो हामी त्यहाँतिर जान लागेको छौँ। अनि उतातिर चाहिँ जस्तै लाइक हुन्छ नि 100मा यता नेपालमा चाहिँ 200मा पाउने सामान हैन। उता चाहिँ 70-80 रुपियाँमा पाउँछ अरे क्या। तर धेरै क्वान्टिटी चाहिँ लिन मिल्दैन अरे। थोरै। अनि काजी दाई जान मिल्छ अरे। उहाँले हल्का लिएर आउनुहुन्छ हैन। सो अनि तातोपानीमा पनि हल्का नुहाउन जाने भनिराख। त्यतिर पनि जान्छौँ। हामी अब पुग्न लागिसक्यो यहाँ तल हाइवेमा। यहाँ तल गाइज यहाँ चाहिँ भन्सार है। त्यहाँ तल देख्न सक्नुहुन्छ गाडीको लाइन अफ छ त्यहाँनिर है। बबाल देखिरहेछ नि यहाँबाट। चाहिने इभी गाडीहरू हो कि प्राय त्यस्तै छ। यहाँ पारिको गाउँ क्या दामी देखिरहेछ है। कति धेरै गाडीहरू राखेको छ कि त्यहाँनिर चाहिँ। ल हामी हाइवेमा झरिसकेका छौँ। भोटेगसी गाउँपालिका वार्ड नम्बर 3 ऐतिहासिक स्थल दोगुनागढीमा हार्दिक स्वागत गर्दछौँ भने हामी चाहिँ सिधा अगाडि गइरहेछौँ। पहाड क्या खतरा देखिरहेछ गाइज। सही हो तातोपानी बाटो भनेर यसरी दिइरहेको रहेछ। जस आज चाइनाको भूमिलाई होइन नजिकैबाट निहाल्न पाइरहेको अवस्था छ। आउन त म पहिला पनि आएको थिएँ एकजना साथीसँग। बट त्यतिखेर मैले भिडियो बनाउँदैन थिएँ होइन। यसपालि चाहिँ हल्का फुल्का भयो नि भिडियो बनाएर होइन तपाईँहरूमा सेयर गरौँ भन्ने मेरो पर्पज हो। मेरो एक्सपिरियन्स होइन तपाईँहरूलाई सेयर गरौँ भन्ने। यस्तो पिच बाटो त फेरि देख्नै हुन्न। केटाहरूले बत्ती हाल्छ क्या हिउँ परिरहेछ नि गाइज। भैरवकुण्ड खोला पुल भनेर दिइरहेको रहेछ। यो पानी चाहिँ त्यही भैरवकुण्डबाट आइरहेको गाइज। हाम्रो पहाडहरू यस्तो खतरा देखिरहेको। अगाडि देख्न सक्नुहुन्छ सोलर प्यानल टक्क यसरी राखेको छ। यहाँ तल राइट साइडतिर यो हाइड्रो पावर हो। यो चाहिँ गाइज पहिलो भोटेकोसी हाइड्रो पावर है। माथिल्लो भोटेकोसी हाइड्रो पावर।
अस्थायी ट्राफिक प्रहरी पोस्ट तातोपानी सिन्धुपाल्चोक भनेर यहाँ दिइरहेको रहेछ। यहाँ चाहिँ सानो सानो बजार जस्तो एरिया होइन। यो यताको चाहिँ नेपाल हो दाइ ल गाइज। यो यता लेफ्ट साइडतिरको पुरै नेपाल है। यो बोर्डरदेखि उता पनि नेपाल, यो माथिको चाहिँ यो चाइना है। चाइनाले ऊ त्यहाँ पारि हेर्न सक्नुहुन्छ कस्तो खतरा क्यामेरा राखेको छ कि सिसी क्यामेरा है। सो यो खोलाभन्दा उता चाहिँ अब चाइना सुरु भएको छ है गाइज। लेफ्ट साइडमा चाहिँ नेपालै हो। तातोपानी बजार यहाँलाई हार्दिक स्वागत गर्दछ भनेर माथि बोर्ड पनि रहेछ होइन। सो हामी इन्ट्री गर्दैछौँ तातोपानी बजारमा। तातोपानी धारा भनेर यहाँ फेरि अर्को गेट छ टक्क यहाँ तातोपानीमा बाथिङ गर्नको लागि होइन। टिकट घर 5 बजेदेखि 7 बजेसम्म खुल्दो रहेछ। पर टिकट प्राइस चाहिँ 50 रुपिज। वेलकम टु तातोपानी हट स्प्रिङ भनेर दिएको छ। सो यहाँ तल नुहाउन जाने कार्यक्रम भइरहेछ हाम्रो। टक्क नुहाएर म चाहिँ यहाँ तलतिर आएको छु खोलाको साइडतिर है। यहाँ तलतिर देख्न सक्नुहुन्छ यस्तो छ। यो चाहिँ 5 गते मात्र उद्घाटन हुने अरे। त्यहाँ चाहिँ अहिले धारा मात्र रहेछ, त्यही नुहायो हामीले होइन। यतातिर बन्दै रहेछ जोस। यो बिल्डिङहरू चाहिँ बन्ने क्रममा छ। तातो पानीमा नुहाएर जोस फ्रेस भइरहेछ गाइज। अहिले चाहिँ तातो भइरहेछ। यहाँ माथि शिवको मूर्ति रहेछ। यहाँ भित्र चाहिँ नुहाउने ठाउँ छ। यता चाहिँ लेडिजको, उता जेन्ट्स। हामीले चाहिँ नुहाएर त्यहाँ क्लियर देखिरहेको छ नि त गाइज। यता माथितिरको डाँडाहरू पनि। त्यो पारीको चाहिँ चाइनाको छिङछाउ गर्ने ठाउँ हो गाइज। चाइनाको त्यो ठाउँ पऱ्यो भने यो चाहिँ नेपालको, यतापट्टिको चाहिँ नेपालको। चाइना जे होस् नजिकैबाट आज निहाल्न होइन देख्न पाइरहेको छ, रमाइलो भइरहेछ। अब हामी यहाँबाट निस्कन्छौँ माथि बोर्डरतिर। म चाहिँ फर्स्टमा निस्केको गाइज। लगभग 5-7 मिनट भइसक्यो है। काजी पनि निस्किसकेको छ। सुरज चाहिँ अझै भित्रको भित्र छ। सुरजको खिचिदिन्छ है गाइज अब एक लट। उहाँ छ काजी। सुरज अनि आउनेको क्रम अझै जारी छ। त माथितिर पर पर्सन 50 रुपियाँको टिकट काटेर हामी इन्ट्री गरेका छौँ। जस रमाइलो। विशेष गरेर यो तातो पानीमा नुहाउँदाखेरि होइन शरीरलाई एकदम इनर्जेटिक हुने अनि यो घाउ खटिराहरू नआउने होइन धेरै कुराहरूको बेनिफिटहरू हुन्छ अरे। त्यो सुनेको मैले होइन। नेचुरल तातो पानी हो नि त यो चाहिँ। भोटेको त खासमा ठुलो होइन नि पुरै, तर यो ढुङ्गाहरू देख्न सक्नुहुन्छ वारीदेखि पारिसम्म है। खासमा भने यसरी पहिरो झर्छ होइन। पहिरो झरेपछि यो खोला बढ्ने अनि यो पुरा कङ्क्रिट ढुङ्गाहरू यत्रो देखिएको हो होइन। यस वेदर चाहिँ काफी मात्रामा दामी छ आज फेरि यताको है। पछाडि ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ क्लियर छ कि क्लियर। अनि यो सिन्धुपाल्चोक जिल्लामा घुम्नको लागि प्रख्यात ठाउँहरू भनेर यहाँ दिएको छ। यो भोटेकोसी गाउँपालिकामा तपाईँले हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ है। गाइज अब हामी यहाँ नुहाएर अगाडितिर लाग्दैछौँ बोर्डरतिर। पहाडहरू खतरा खतरा के। यतातिर त जति अगाडि गयो होइन बवाल बवाल भ्यूहरू आइरहेको छ गाइज। हेर्दै गरौँ है अगाडि बोर्डरतिरको सिन कस्तो छ सब देखाउने छु म यो भिडियोमा। बाटो चाहिँ सानो सानो रहेछ यार। यहाँनिर चाहिँ पहिरो गएको होला नि त अनि बनाउँदैछ। आमामा यत्रो बाटोमा यत्रो ठुल्ठुलो कन्टेनरहरू आइदिरह यार। त्यहाँ माथि पनि बस्ती रहेछ यसरी जानको लागि। ओइट म त हेर्दै हेरेन माछा। ओहो क्या खतरा झर्ना देखिरहेछ नि गाइज। क्या खतरा झर्ना त्यहाँ पारि एज यु क्यान सी बवाल देखिरहेछ होइन त। सही हो सही हो। वाटर क्रसिङ आइरह गाइज। ल
केटाबाट त गयो यार मेरो पालो जयसम्म हट जुत्ता भिज्यो भने त गाह्रो हुन्छ नि यहाँबाट यो झर्ना हेर्नको लागि भ्यू पोइन्ट रहेछ होइन माथि भ्यू पोइन्टमा गएर देखाउँछु है कस्तो देखिरहेछ कोदारी झर्ना भन्दो रहेछ गाइज है क्या बवाल देखिरहेछ भ्यू पोइन्ट फ्रेन्डसिप भ्यू पोइन्ट रहेछ होइन 2063 तिर निर्माण गरेको यो स्थल अनि भैरवकुण्ड युवा क्लब तातो पानी त्यो समूहद्वारा बनेको होला सो लाइट गाइज हाम्रो बाइक यहाँ छ भ्यू पोइन्ट गएर ड्रोन सोट हल्का सर्ट हान्यो होइन झर्नाको अब जाँदैछौँ काजी दाइ र म यहाँ छु सुरज अगाडि लगाइसक्यो बोर्डरसम्म यहाँ पनि पुरा पहिरो गएको रहेछ गाइज यता माथिबाट आएर रहेछ देख्न सक्नुहुन्छ है पुरा झार्दै रहेछ नि त यहाँ अनि ओहो कडा यत्रो सानो बाटोबाट पुरा कन्टेनरहरू आइदिरहेको हुन्छ क्या राइट तर यार यो ठाउँमा होइन बढी मात्रामा ल्यान्डस्लाइडिङ हुँदो रहेछ कि उता पारी पनि देख्न सक्नुहुन्छ अनि मनसुन सिजनमा बवाल डेन्जर हुन्छ होला क्या होइन यस्तो पहाड छ नि त अनि त्यहाँ माथि गाइज चाइनिज दिदी दाइहरू आइरहनु भयो होला चाइनिजहरूको थोपडा नै अलिक कस्तो हुने क्या नेपाली भन्दा होइन गोरो चिनिहाल्छ क्या लिपिङ खोला पुल भोटेकोची गाउँपालिका 2 सिन्धुपाल्चोक ल तर कि यो क्षेत्रतिर होइन एनसेलको त्यति टावर नै नदिँदो रहेछ रोमिङ माग्दो रहेछ होइन रोमिङ चार्ज काट्दो रहेछ एन्टिसिल चाहिँ काम गरिरहेछ हल्का भए पनि त्यहाँ पारि चाइनाले पुरा त्यस्तो अप्ठ्यारोमा होइन खनेर के गरिरहेछ गाइज ओया पारि ऊ खतरा पाराले यहाँ खानासाना खाएर अगाडि बोर्डरतिर जाँदैछौँ है यहाँ छ यो तातो पानी भन्सार कार्यालय लिपिङ सिन्धुपाल्चोक कस्तो खतरा पाराले त्यहाँ पारि चाहिँ बिल्डिङहरू बनाइरहेको छ गाइज चाइना यार कति नेपालभन्दा 50 वर्ष अगाडि पुगिसकेको छ त्यहाँ माथि त्यस्तो अप्ठ्यारोमा घरहरू हल्का देखिरहलो त्यहाँ माथि यस्तो खतरा तरिकाले बनाइरहेको छ क्या यहाँ तल पनि बनाउने काम भइरहेछ यो खोलादेखि उता चाइना भयो त्यस्तो ऊहरू बनाइरहेछ पिल्लरहरू यता नेपाल भयो स्वादै छैन नेपाललाई यहाँनिर यसरी वेटिङ गरिरहनु भएको छ यो ऊ चाहिँ खुलेको छैन गेट यो गेट खुल्यो भने चाहिँ पारी देखिरहेको यो चाइनिज इमिग्रेसन रहेछ होइन अनि सामान किन्नको लागि अलि पारि त्यहाँ जानुपर्छ अरे अनि सिन्धुपाल्चोकवासीहरूलाई यो गेटबाट भित्रसम्म जान मिल्दो रहेछ अदरवाइज बाहिरीहरूलाई चाहिँ मिल्दो रहेछ यही गेटसम्म रहेछ होइन सो हामी चाहिँ यहीँबाट हेरेर खिचिरहेका छौँ यस्तो विडम्बना गाई चाइना र नेपालको बोर्डर यहीँनिर छ है देख्न सक्नुहुन्छ क्यामेराले खिचेको देख्यो भने फेरि फालिदिन्छ अरे सो हामी चाहिँ खिच्न लागेनौँ है त्यसलाई चाहिँ मितेरी पुल भन्दो रहेछ उता चाइना साइडतिर देख्न सक्नुहुन्छ पुरा कन्स्ट्रक्सन भइरहेको छ त्यसरी बाटो खोलेर होइन वालहरू लगाउने धमाधम भइरहेको छ भने यता यो नेपालको भूमि क्षेत्रतिर हेर्न सक्नुहुन्छ केही पनि छैन केही चासोपासो केही छैन ऊ त्यहाँ माथि देखिरहेको त्यो हल्का देखिरहेको होला त्यो बजार चाहिँ खासा बजार भन्दो रहेछ है अनि चाइनातिरको गेटहरू हेर्न सक्नुहुन्छ दामी छ होइन अनि नेपालको हेर्न सक्नुहुन्छ यहाँ गेट पनि बनेको छैन यस्तो खोत्रे पिल्लर छ धन्न एउटा चाहिँ नेपालको झन्डा फरफर गरिरहेको यहाँ पनि आउँदै हुनुहुन्छ यो सिन्धुपाल्चोकवासीहरूलाई चाहिँ एकदम मजा के अनि पारी गयो होइन चाइनिज फुडहरू आइटमहरू टक्क लियो सस्तो मूल्यमा होइन
त्यहाँ पारि 110 पर्ने सामान यो क्रस बोर्डर क्रस हुँदा बित्तिकै 300 पर्दो रहेछ त अनि त्यस्तो डिफ्रेन्ट गाइज। सो पारितिर सामान लिन जानेको लाइन छ गाइज, लाइन। अघि त कति धेरै गइसक्नु भयो यहाँबाट। सामान लायो भने लियो भने यहाँबाट हाल्ने सर र यताबाट निकाल्ने है गाइज। अनि यसरी बाहिरतिर भन्सार पास गराएर जाने, त्यही हो यहाँको सिस्टम। झन् सामान लियो, चाइनिज आइटमहरू खत्रम खुत्रुम 2:30 जस्तो भइरहेको छ। सो अब यो भिडियो पनि लामो भइरहेको होला, सो यहीँ इन्ड गर्न गइरहेको छु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेट हुनेछौँ गाइज। ओके बाई बाई।